यदि गृहमन्त्रीमा नैतिकता छ भने उहाँले राजीनामा दिनुपर्छ, तपाईँ बाटो प्रशस्त गर्नुपर्छ। किनकि गृह मन्त्रालयले नै प्रहरी प्रशासन हेर्छ, अनुसन्धान गर्ने निकाय पनि गृह मन्त्रालय हैन। अनि गृहमन्त्रीमाथि नै आरोप लागिरहेको छ, अनि त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुँदैन र भने होइन। जुन्नुमा छ नि अहिले दैनिक 50 लाख रुपियाँ कमाइ भइरहेको थियो अरे क्या गृहमन्त्रीको। यो बाहिर त खुलासा विभिन्न किसिमका भयो। यो त ठुलो रकम हो नि, दैनिक 50 लाख भनेको त ठुलो हो। यो त धेरै ठुलो रकम हो र यो धेरै ठुलो रकम मैले नीति कसरी जोड्न खोजेको भने कांग्रेस जस्तो पार्टी बेला बेलामा मानव तस्करी मात्रै के विश्व सामु छापै बनिसकेको आम विश्वमा नेपालबाट मानव तस्करी हुन्छन्। यत्रो गम्भीर विषयमा जोडिँदाखेरि यसमा तपाईहरुको युवाहरुको के हो त? जबरजस्त रूपमा आवाज उठाउनु पर्दैन? हैन, आवाज उठाउनु पर्छ। मैले त पटक पटक यो विषयमा बोलिसकेको पनि छु, लेखिसकेको पनि छु। जुन यो भएको छ, चाहे भुटानी शरणार्थी प्रकरणदेखि लिएर यो भिजिट भिजाको जुन यो मानव तस्करीको एउटा ठुलो जुन यो सेटिङ छ, ठुलो जुन यो सिन्डिकेट छ, यो पूर्ण रूपमा गलत छ। यो पनि कांग्रेससँगै जोडिन्छ फेरि कांग्रेसकै नेताहरू अझै गृहमन्त्री नै भएका मान्छेहरू जोडिन्छ। अलिकति अचम्म पनि लाग्दैछ। र मेरो कांग्रेसको नेतृत्वलाई आग्रह के हो भने सम्माननीय हाम्रो शेरबहादुर देउवाजी हुनुहुन्छ कांग्रेसको सभापति, यस्ता मन्त्रीहरूलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउनुपर्छ र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट बाजिएको मन्त्रालयमा उहाँहरूलाई अहिले बस्न दिनु हुँदैन भन्ने मेरो माग। आज जसरी नेपालमा केही पनि छैन, नेपाल सिद्धियो, नेपालमा बसेर भविष्य छैन र द ड्रिम इज टु लिभ दिस कन्ट्री एट एनी कस्ट भन्ने जुन एउटा भाष्य निर्माण भएको छ, यो प्रति चाहिँ मेरो एकदमै गम्भीर आपत्ति छ र यो प्रति मेरो चिन्ता पनि हो। विदेश जानु, केही समयको लागि जानु, शिक्षा आर्जन गर्नु, पुँजी कमाउनु, फर्किनु एउटा कुरा होला, या भोलि त्यही सेटल हुनु पनि एउटा कुरा होला। तर जुन यो भाष्य, जुन यो न्यारेसन नेपालमा केही पनि छैन र नेपाल बर्बाद भयो भन्ने जुन भाष्य बनेको छ, यो भाष्य पनि गलत हो। पहाडका गाउँहरू खाली भयो रे सबैतिर, गाउँहरूमा युवाई छैन। अहिले गयो भने मरेको लासलाई लिनलाई पनि मान्छेहरू मलाई पाइरहेका छैनन्। त्यो अवस्था छ, त्यो दर्दनाक अवस्था होइन, त्यो तितो यथार्थ हो, त्यो दर्दनाक अवस्था नै हो। र अर्को कुरा के हो भनेपछि साहिलजी, यसमा चाहिँ अर्को कुरा के छ भनेपछि गाउँहरू खाली हुने कुरा यो एउटा एउटा प्राकृतिक कुरा पनि भइसक्यो के। सबैलाई विकास चाहिएको छ, हेर्नु सबै ठाउँमा एक किसिमको विकास छैन, सबै विकास सहरतिर केन्द्रित छ। गाउँका मान्छेलाई पनि सहरमा बस्ने मन लागेको छ, हेर्नु त्यो किसिमले। पहिला जस्तो अब ग्लोबलाइजेसन थिएन, पहिला मोबाइल थिएन, पहिला नेट थिएन, पहिला सुविधा थिएन, पहिला आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियान थियो, पहिला गाउँ नै संसार थियो। तर गाउँ संसार रहेन नि। अब त एउटा विश्वमै एउटा सानो एउटा गाउँ भइसक्यो भनेपछि मान्छेले गाउँदेखि सहर आउनु र सहर झर्नु र गाउँ खाली हुनुलाई त्यति नकारात्मक तरिकाले त हेर्नुहुन्न। तर गाउँ नै रित्तिएर गाउँलाई चाहिँ बन्जर भूमिमा जुन परिणत आज वैदेशिक रोजगारले गर्दा भएको छ, त्यो कुरा चाहिँ एकदम गलत छ। गाउँहरू जुन रित्तिएका गाउँहरूलाई हामीले विशेष रूपले प्राकृतिक केन्द्रको रूपमा विकास गरेर त्यहाँ चाहिँ नयाँ सम्भावनाहरू ल्याउन सक्ने हो भने फेरि मान्छेहरू गाउँ फर्किन सक्छन्। त्यो सम्भावना छ, त्यो सम्भावना छ। नमस्कार, समसामयिक विषयवस्तुमा रहेर विशेष कुराकानी गर्न हाम्रो साथमा हुनुहुन्छ सामाजिक युवा अभियन्ता तथा सुदूरपश्चिम प्रचार विभाग प्रमुख अनिरासो विभाग नीतिश जोशी हुनुहुन्छ। हजुरलाई स्वागत छ नीतिश। हजुर धन्यवाद। हजुर के छ, सन्चै हुनुहुन्छ? सन्चै छु हजुर। अब तपाईँ एक जुझारु युवा जो पछिल्लो समय जताततै युवाको चर्चा छ होइन, तपाईँ एउटा पार्टीमा पनि आबद्ध हुनुहुन्छ र सँगसँगै समाजसेवाको कामलाई पनि अगाडि बढाइराख्नु भएको छ। कसरी सम्भव छ? कि त राजनीतितिर लाग्यो भने समाजसेवा भुल्ने गरेका छन् नेताहरूले, राजनीतितिर लाग्यो भने समाजसेवा बोल्ने, समाजसेवा लाग्यो भने राजनीति बिर्सिने। यो ठ्याक्कै तपाईँ म्यानेज कसरी गरिराख्नु भएको छ? यहीँबाट सुरु गरेँ। अब धन्यवाद साहिलजी यो महत्त्वपूर्ण प्रश्नको लागि। सबैभन्दा पहिलो कुरा त समाजसेवाको अन्तिम गन्तव्य नै राजनीति हो र राजनीतिभन्दा ठुलो समाजसेवा कहीँ पनि छैन। समाजसेवा, कुनै पनि समाजसेवा राजनीति बिना असम्भव छ। समाजसेवाले हामी एउटा निश्चित तबका र एउटा निश्चित ठाउँलाई त हामी केही समयको लागि राम्रो बनाउन सक्छौँ होला, तर नीतिको पनि नीति राजनीतिलाई जबसम्म हामीले स्वस्थ बनाउन सक्दैनौँ तबसम्म कुनै पनि समाजसेवाको अर्थ लाग्दैन। त्यसैले समाजसेवाको एकदमै एक्सट्रिम भर्जनलाई हामी राजनीतिको रूपमा बुझ्छौँ। त्यसैले हामी समाजसेवा पनि गरिरहेको छौँ, राजनीतिमा पनि आबद्ध छौँ र यो देशमा केही न केही सामाजिक आर्थिक रूपान्तरण ल्याउनुपर्छ। यो देशलाई हामी युवा पुस्ताले चाहिँ हाम्रो तर्फबाट जति सकिन्छ योगदान गर्नुपर्छ र हाम्रो देशलाई हामीले नै बनाउनुपर्छ भन्ने हेतुका साथ हामी जस्ता युवाहरू राजनीतिमा सक्रिय छौँ। हो, थुप्रै चुनौतीहरू छन्, थुप्रै गाह्रोहरू छन्, थुप्रै आर्थिक कुराहरूका समस्याहरू हुन सक्छन्, थुप्रै सामाजिक समस्याहरू हुन सक्छन्, तर ती सबै कुराहरूलाई चिर्दै अबको यो देशको राजनीतिलाई युवाहरूले ड्राइभ गर्नुपर्छ र हस्तक्षेप गर्नुपर्छ भन्ने हिसाबले हामी अगाडि बढिरहेका छौँ। अहिलेको पछिल्लो समयको राजनीतिक सिनारियो कुन रूपमा अगाडि बढिरहेको छ? तपाईँले भने जस्तै तपाईँको नीति अनुसार चलेको छ कि छैन? युवाको नीति विशेष गरी मैले युवा शब्द विशेष फोकस गरिरहेको छु। तपाईहरूले चाहिराख्नु भएको छ समाजसेवा र राजनीति सँगसँगै हुनुपर्छ, समाजसेवाको स्ट्रिम रूप भन्नुभएको छ तपाईँले पनि। तर अहिलेको यो परिवेश, राजनीति परिवेश समाजसेवाको स्ट्रिम रूप भएको छ कि
एक्सट्रिम रूप भएको छ कि के भएको छ? यो त अलि भर्खराइज हुने स्थिति आयो नि त नितिनजी। हो, यो के भयो भनेपछि 2072 सालको संविधान जारी भइसकेपछि जुन स्थायित्वको कल्पना हाम्रो संविधानले गरेको थियो, हाम्रो राज्यले गरेको थियो, त्यो स्थायित्व सरकारमा हामीले पाउन सकेनौँ। एक त हाम्रो चुनावको जुन एउटा मिश्रित प्रणाली छ त्यसले गर्दा कुनै पनि एउटा पार्टीले बहुमत ल्याउन सक्दैन। बहुमत नल्याउन सकेपछि त्रिशङ्कु संसदमा सत्ता र शक्तिको चलखेल धेरै नै व्यापक भएर हामी जहिले पनि अस्थिरतामा एकदमै रुमल्लिरह्यौँ, फसिरह्यौँ। त्यसका साथसाथै जनतामा जुन एउटा हाई एक्सपेक्टेसन थियो संविधान जारी भइसकेपछि, जुन युगान्तकारी रूपान्तरणको एउटा एक्सपेक्टेसन जनतामा थियो, त्यो काहीँ न काहीँ सोचे अनुरूप हुन सकेन। तर यसको मतलब यो होइन कि हिजो एकदमै के अरे खतम थियो र आज पनि खतमै छ, केही पनि भएको छैन। यो पनि एकदम गलत भाष्य हो। हिजोभन्दा केही न केही परिवर्तन भएको छ। अहिले चरम निराशा त्यसैमा के र निराशावादीहरू पनि उम्रिएका छन्, तपाईँलाई थाहा छ। हिजो चकाचक थियो, अहिले चाहिँ केही भएन भन्ने भाष्य त छ नि त। युवाले कसरी हेर्छ यसलाई? होइन, हिजो चकाचक थियो र अहिले केही पनि छैन भन्ने भाष्य नै गलत छ। किन हिजोको पनि नेपाल हामीले हेरेका हो, तथ्यगत विश्लेषण आजको पनि नेपाल हामीले हेरेका छौँ नि। हिजोको दिनमा मेरै जन्मभूमि धनगढीको अवस्था के थियो र आजको अवस्था धनगढीको कुन छ, हिजोको काठमाडौँको अवस्था कुन थियो र आज काठमाडौँको अवस्था कुन छ, यो त हामी सबैले एनालाइज गर्न सक्छौँ। त्यसैले हिजो एकदम राम्रो थियो र आज एकदम बिग्रियो यो भन्नु कुनै पनि तरिकाले उचित होइन र न्यायोचित पनि होइन। हिजोभन्दा केही न केही परिवर्तन भएकै छ। जस्तो भएन हो, हिजोभन्दा केही न केही क्रमिक रूपमा विकासहरू भएका छन्। बाटो बनेको छ, पुल बनेको छ, घर घरमा एकदमै सुविधाजनक किसिमले खानेपानी पुगिरहेको छ, बिजुली बत्ती पुगिरहेको छ। तर हामीले चाहेको जुन युगान्तकारी रूपान्तरण थियो, हामीले जुन ली कुवान यूले सिङ्गापुरलाई बनाए जस्तो, दुबईका राजाले दुबईलाई रूपान्तरण गरे जस्तो जुन विकास हामीले कल्पना गरेका थियौँ र हाम्रो जनताले जुन विकासको अपेक्षा गरेको थियो, त्यो अपेक्षा हामीले मिटअप गर्न नसकेका कारणले आज निराशा अलिकति चरम रूपमा मौलाएको छ। तर यो निराशालाई हामीले मिलेर नै चिर्नुपर्छ। हिजो केही भएको थिएन, आज धेरै भएको छ भनेर पनि म भन्दैन र हिजो केही पनि भएको थियो आज चाहिँ सबै कुरा भएन भन्ने कुरा पनि उचित होइन। अब जुन रूपमा छ नि अहिले विशेष गरी युवालाई फोकस गरिन्छ होइन। अब चरम रूपमा युवाहरूले यो राजनीतिलाई हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ, युवाले नेतृत्व लिनुपर्छ भनिरहँदाखेरि तपाईँ युवा कसलाई भन्नुहुन्छ? युवा सोचले हुन्छ कि उमेरले हुन्छ कि या कुनै दाढीजुगा टक्क आएको युवा हो कि या फुलेको हो कि के हो? ठ्याक्कै युवाको परिभाषा बताइदिनुहोस् त आज। अब हाम्रो नेपाल सरकारको र नेपालको समाजको परिभाषा अनुसार चाहिँ 40 वर्ष नकटेको जोसुकैलाई पनि हामी युवा मान्छौँ। र एउटा विश्लेषण के हो भनेपछि अलिकति तन्नेरी मान्छेलाई नै युवा भनिन्छ, अलिकति जोसिलो जाँगरिलो अलिकति रिस्क लिन सक्ने हिम्मत भएको एउटा मान्छेलाई नै युवा भनिन्छ र यो विशेष गरी उमेरसँग नै दाजेर हेरिन्छ। तर उमेरले मात्रै मान्छे युवा हो भन्ने पनि मलाई लाग्दैन, किनकि मैले धेरै साथीहरू देख्छु, हुन त युवाहरू नै हुन्, हुन त युवा नै छन् उमेरमा, तर उनीहरूको त्यो ऊर्जा उनीहरूको त्यो शक्ति नै युवा जस्तो छैन। र मैले धेरै बुढा मान्छेहरू पनि देखेको छु जो चाहिँ एकदमै उमेरले बुढो भए पनि उनीहरूको सोच उनीहरूको शक्ति उनीहरूको ऊर्जा युवाको छ। त्यसैले उमेरका साथसाथै त्यो ऊर्जाले चाहिँ एउटा युवालाई युवा जस्तो बनाउँछ भन्ने मेरो मूल्याङ्कन हो। र जहाँसम्म नेपालको राजनीतिमा युवाको भूमिकाको जुन एउटा ठुलो बहस छ, म चाहिँ यो भन्छु भने हस्तक्षेपकारी भूमिका चाहिँ युवाले खेल्न सकेनन् भन्ने आरोप लाग्छ के? होइन, अहिले हामीले हस्तक्षेपकारी भूमिका जुन रूपले खेल्न सक्नुपर्ने थियो त्यो खेल्न नसकेकै हो। त्यो स्वीकार्नुहुन्छ हैन तपाईँ? म त्यो स्वीकार्छु। त्यसमा हाम्रो जनताको पनि काहीँ न काहीँ एउटा भाष्य के थियो भनेपछि हिजोको दिनमा होइन युवाहरू भनेका त केटाकेटी हुन्, यिनले राजनीति कहाँ बुझ्या छन् त, यिनले कहाँ समाजलाई ड्राइभ गर्न सक्छन् त, अब राजनीति भनेको त अलि बुढापाकाले अलिकति धेरै पाको मान्छेहरूले गर्ने कुरो हो भन्ने नै एउटा समाजमा जुन एउटा न्यारेसन थियो, जुन एउटा भाष्य थियो, त्यसले गर्दा पनि काहीँ न काहीँ हामीभन्दा अगाडिका पुस्ताका युवाहरू अन्यायमा परेकै हुन्। तर 2079 सालको चुनावदेखि जब सबैजसो पार्टीबाट सबैजस्तो दलबाट युवाहरू एकदमै खुल्ला रूपले जितेर आउनुभयो, देशभरि स्वतन्त्र उम्मेदवारहरू पनि युवाहरू पनि जित्नुभयो, वैकल्पिक शक्तिहरू पनि राइज हुनुभयो, नेकपा एमाले नेपाली काङ्ग्रेस नेकपा माओवादीभित्र पनि राम्रा युवा सांसदहरू बन्नुभयो, राप्रपाबाट पनि ज्ञानेन्द्र साई जस्ता मान्छेहरू पनि सांसदमा आए। भलै उनको विचारधाराप्रति म सहमत होला नहोला त्यो मेरो बेग्लै पाटो छ। तर 79 सालको चुनावदेखि जब चाहिँ युवाहरूले संसदमा छिरेर जब युवाहरूले चाहिँ पालिका हाँक्न थाले, त्यसपछि चाहिँ नेपालको राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिका सम्भव छ र नेपालको राजनीतिलाई अब युवाले ड्राइभ गर्न सक्छ र नेपालको जनताले अब युवालाई चाहिँ समाजको लिडर मान्न तयार छ भन्ने कुरा स्थापित भएको छ। केटाकेटी पाराले हेर्दैनन् नि युवाहरूलाई, अब हेर्नु भएन, अब हेर्न पनि मिल्दैन, हेर्नु पनि भएन। अब त टेक्नोलोजीको युग हो, अब त आर्टिफिसियल इन्टेलिजेन्सको युग हो, अब त युवा जति क्षमतावान सायद
पछिल्लो पुस्ता नहुन सक्छ। 80% पछिल्लो पुस्ता युवा पुस्ता जति क्षमतावान छैन टेक्नोलोजीको हिसाबले, सामाजिक हिसाबले, चेतनाका हिसाबले। त्यसैले अब नेपाली समाजले युवालाई राजनीतिमा पत्याउनु पर्छ। नेपाली समाजले युवालाई चाहिँ काहीँ न काहीँ हस्तक्षेपकारी भूमिकामा दिनुपर्छ र चुनावी राजनीतिमा पनि, इलेक्टोरल पोलिटिक्समा पनि युवालाई चाहिँ नेपाली समाजले, नेपाली जनताले अझै मौका दिनुपर्छ भन्ने मेरो माग हो। अब नीतिशजी तपाईँले आफैले पनि भन्नुभयो नि, अब युवाको भूमिका चाहिँ साँच्चीकै निर्णायक हुनुपर्छ भनिरहँदाखेरि अब साँच्चीकै 84 को चुनावमा त्यो निर्णायकता देखिन सक्छ चुनावमा? योभन्दा अगाडि जस्तै छाटफुट मात्रै आउँछ कि छुटफुट मात्रै, तर निर्णायक तरिकाले आउन सक्छ? तपाईँलाई के लाग्छ सम्भावना? मलाई चाहिँ के लाग्छ, हैन हरेक पार्टीमा छन् नि त युवाहरू त छन्, तर त्यो पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो। मलाई चाहिँ के लाग्छ भनेपछि 79 सालभन्दा 84 सालमा युवाहरूको उपस्थिति दोब्बर हुनेवाला, चाहे प्रतिनिधि सभा सदस्यमा होस् चाहे स्थानीय पालिकाहरूमा होस्। किन भनेपछि अनि बुढालाई त अन्याय हुने भयो त, त्यो बुढाहरू पर्खेर बसेका छन् नि पार्टीभित्र। बुढाहरूलाई किन अन्याय हुन्छ? उहाँहरू पनि हाम्रो एकदमै सम्माननीय अग्रज व्यक्तिहरू हो, अग्रज व्यक्तित्वहरू हो। उहाँहरूको योगदानको पनि कदर गर्नको लागि राष्ट्रिय सभा सदस्यहरू छ, थुप्रै राजनीतिक नियुक्तिहरू छ, पार्टीभित्र उपयुक्त जिम्मेवारी छ। उहाँहरूले अब नयाँ पुस्तालाई सार्ने हो के, नयाँ पुस्तालाई अगाडि बढाउने हो। र मेरो मूल्याङ्कन र मेरो आकलन के छ भनेपछि 84 सालको चुनावमा चाहे नेकपा एमाले होस्, नेकपा माओवादी होस्, नेपाली काङ्ग्रेस होस्, रासोपा होस्, अन्य स्वतन्त्र समूहहरू हुन्, चाहे जति हुन्, यिनीहरू सबैले धेरैभन्दा धेरै युवाहरूलाई उतार्छन्। किनकि मैदानमा युवालाई उतार्दा जित्न सजिलो हुन्छ भन्ने कुरा नेपालका थुप्रै राजनीतिक विश्लेषक र नेपालको अस्ति भर्खरैको चुनावले पनि धेरै कुराहरू दर्शाइसक्यो। अब हरेक पार्टीले किन चुनाव लड्छ? चुनाव जित्नको लागि लड्छ, हैन? अब देशमा युवाभरिको माहौल राम्रो छ र देशमा परिपक्व युवाहरू छन् भनेपछि हरेक दलले आफ्नो परिपक्व युवालाई मौका दिन्छ जस्तो मलाई लाग्छ। 84 मा पालिकामा त मलाई लाग्छ लगभग 50 देखि 60% युवाहरूले चलाउँछन् र माथि प्रतिनिधि सभा सदस्यमा पनि कम्तीमा पनि 40% युवाहरूको उपस्थिति हुन्छ। तपाईले भने जस्तै यदि युवाहरूको त्यो जबरजस्त उपस्थिति भयो भने 84 पछि देशले उल्टे फिर्ने अवस्था सिर्जना हुन्छ? हुन्छ नि, किन नहुनु? किनकि युवामा मैले अगाडि नै भने मैले किन जोडिरहेको छु भने पछिल्लो समय अब चाहिँ त्यही पुरानो तन्त्र, राजतन्त्र आओस्, राजाले चाहिँ देश विकास गरिदियोस्, राजा आऊ देश बचाऊ, देश चाहिँ भाँडभैलो भयो भन्ने किसिमको नारा जुलुस लागिरहेको छ। अब युवाले साँच्चीको हस्तक्षेपकारी भूमिका खेलेर 84 भन्दा पछि विकास गर्न सकेन भने त फेरि निराशामा जाने भयो नि त देश, हैन? पहिलो कुरा त युवा किन पनि अगाडि आउँछ जस्तो मलाई लाग्छ भने किनकि पहिलो कुरा युवामा दक्षता हुन्छ, अनुभव पनि हुन्छ, युवामा सिप हुन्छ, शक्ति हुन्छ, ऊर्जा हुन्छ, हैन? फेरि त्यसको मतलब उमेर पुग्ने बित्तिकै ऊ युवा हो भनेर म भन्दैन। राजनीतिको लागि युवा ऊ हुन नसक्ला, किनकि युवा हुनको लागि उमेरका साथसाथै, युवाको उमेरका साथसाथै युवा जस्तो शक्ति, युवा जस्तो ऊर्जा, युवा जस्तो अध्ययन, त्यही किसिमको एउटा भनौँ न क्लियरिटी पनि हुनुपर्छ। र त्यो क्लियरिटी, त्यो ऊर्जा, त्यो शक्तिका साथसाथै एकदमै तन्नेरी उमेर भयो भने त्यो युवा पुस्ताले चाहिँ नेपालको राजनीतिमा एउटा ठुलो रूपान्तरण ल्याउन सक्छ जस्तो मलाई लाग्छ। र नेपाली राजनीतिमा अब युवाको भूमिका अझै परिपक्व तन्त्रको विषयमा मैले फेरि पनि भने अब मेरो कुनै पनि यो कसैको मान्यताप्रति हट गर्ने मेरो कुनै पनि इन्टेन्सन छैन। सबैको आफ्नो मान्यता छ, सबैको आफ्नो तन्त्रप्रतिको विश्वास हो, सबैको विश्वासलाई म सम्मान गर्छु। तर मेरो व्यक्तिगत निजी धारणा हजुरले सोध्ने हो भने मलाई चाहिँ के लाग्छ भने नेपाली समाज अब धेरै अगाडि बढिसक्यो, नेपाली समाजको चेतना अब धेरै अगाडि बढिसक्यो र अब हामी जनताबाट चुनिएका जनप्रतिनिधिलाई, जनताबाट चुनिएका मान्छेहरूलाई चाहिँ अब हामीले शासन सत्ताको बागडोर दिने कि कुनै एउटा आमुख परिवारको, कुनै एउटा आमुख वंशको जेठो छोरो भयो भन्दैमा उसले चाहिँ सारा राज्य सत्ता हत्याउने भन्ने कुराको यो डिबेट चाहिँ सबैले गर्न जरुरी छ। अब हुन त कन्स्टिट्युसनल मोनार्कीको कुराहरू पनि गर्छन्, हैन? संवैधानिक राजतन्त्रको कुरा अभिभावकको रूपमा राख्ने भने मेरो सुझाव के छ भने त्यसमा पनि कन्स्टिट्युसनल मोनार्की राख्ने हो भने कन्स्टिट्युसनल मोनार्की नै राख्ने हो भने जब एउटा भनौँ न लाछा भन्ने राजा मात्रै राख्ने हो भने देशको रूपान्तरण जुन राजा आइसकेपछि हुन्छ भन्ने उहाँहरूको जुन तर्क छ त्यो चाहिँ कसरी राजा आयो भने जेल हाल्छ, यिनीहरू भ्रष्टहरूलाई तहलाउँछ पनि भन्छन्। फेरि त्यही संवैधानिक राजा जसले लाछाप जे भन्यो त्यही गर्ने मात्रै राजा। नेपालको त्यो 47 सालको संविधानमा पनि राजालाई कहीँ पनि जेल हाल्ने अधिकार थिएन, हैन? संवैधानिक राजतन्त्रले कहीँ पनि जेल हाल्न पाउँदैन, कार्यकारी अधिकार प्रधानमन्त्रीमै निहित हुन्छ। अब त्यसो तपाईले भन्न खोजेको त्यसो भए उहाँहरूले जबरजस्त रूपमा सडकमा उठाइरहेका आवाज छन् नि, त्यो आवाजको लागि क्लियर छैन। किन क्लियर छैन भनेपछि यिनीहरूले त भनेका छन् भ्रष्टहरू सबैलाई जेल हाल्छन् रे राजा। हो, त्यही त, कि त क्लियर भन्नु पर्यो हामीलाई सक्रिय राजा शासन चाहियो, त्यसपछि हामी त्यही अनुसार राजतन्त्र चाहियो, राजतन्त्र चाहियो, सक्रिय
राजतन्त्र चाहियो भनेपछि हामी त्यही अनुसारले बहस गरौँला हैन। त्यसको मतलब यो हुनै हुँदैन, राजतन्त्र आउनै हुँदैन भन्ने पनि मेरो मान्यता हैन। मैले खालि आफ्नो विचार मलाई लागेको कुरा मात्रै मैले भनेको। अनि किनकि क्लियरिटी भएन के कुरामा। अनि एकातिर चाहिँ राजाले आएपछि सारा भ्रष्टहरूलाई जेल हाल्ने कुरा पनि गर्ने, अर्कोतिर चाहिँ कन्स्टिट्युसनल मोनार्कीको कुरा गर्ने, संवैधानिक राजतन्त्रको कुरा गर्ने, यो अलिकति तालमेल भएन के। कि त भन्नु पर्यो हामीलाई सक्रिय राजा शासन चाहिएको छ र हामी डेमोक्रेसी मान्दैनौँ, हामीलाई तानाशाही राजा चाहिएको छ र तानाशाही राजाले जेल हाल्छ भन्नु पर्यो हैन। अब कि त भन्नु पर्यो हैन हामी संवैधानिक राजतन्त्र चाहेका छौँ र एउटा लाछा भन्ने राजा मात्रै हामीले मागेका हौँ भन्नु पर्यो। लाछा हान्ने राजा आयो भने भोलि उले जेल हाल्न सक्दैन यिनै हुन् राज गर्ने भनेपछि के आमूल परिवर्तन आयो त। अनि एउटा वंशको छोरालाई त्यो राष्ट्राध्यक्षको जिम्मेवारीमा दिनुभन्दा हामी एउटा किसानको छोरालाई दिउँ न राष्ट्रपति बनाएर भन्ने मात्रै मेरो व्यक्तिगत विचारधारा। त्यसको मतलब म राजतन्त्र समर्थकहरूको म उहाँहरूको विचारको सम्मान गर्दैन भन्ने होइन, म उहाँहरूको विचारको पनि सम्मान गर्छु। उहाँहरूले पनि देशकै हित होला भनेर सोच्नु भयो। योभन्दा अर्को व्यवस्था छैन भने उत्तम व्यवस्था हुन सक्दैन। उन्नत लोकतन्त्र छ। उन्नत लोकतन्त्र योभन्दा अझै राम्रो व्यवस्था के हो भने संसद पूर्ण रूपमा समानुपातिक हुने र प्रत्यक्ष निर्वाचित कार्यकारी अब आउन सक्छ नेपालमा भने त्यो नै नेपालको उन्नत गणतन्त्र हो, त्यो नै नेपालको उन्नत लोकतन्त्र हो। प्रत्यक्ष कार्यकारीको पक्षमा युवाहरू छन् त, तपाईहरु जस्तो युवाहरू, हामीहरु जस्तो युवाहरू किन छैनौं र छौं नि। देशभरिको जनताले देशको राष्ट्राध्यक्षलाई, देशको राष्ट्रपतिलाई या देशको कार्यकारी प्रधानमन्त्रीलाई मत हाल्न पाउनुपर्छ भन्ने हामी सबैको माग हो। र त्यसलाई चाहिँ कुनै पनि संसदले कन्ट्रोल गर्न नसकोस्, 5 वर्ष उसले स्थायी रूपमा आफ्नो सरकार चलाउन सकोस् र संसद चाहिँ यो कानुन बनाउने थलो चाहिँ कानुनै बनाओस् कि यो बजेट माग्दै जाने, यो गाउँ गाउँमा डोजर हाल्ने, यो काम मन्त्री बन्नलाई लाइन लाग्ने यो काम सांसदको होइन। सांसदले नितान्त काम गर्ने हो, सांसदले नितान्त कस्ता रूपान्तरणकारी नियम बनाउने भन्ने विषयमा छलफल गर्ने हो, बहस गर्ने हो। त्यसैले संसदलाई पूर्ण रूपमा समानुपातिक बनाउनुपर्छ भन्ने मेरो माग हो र यो नै उन्नत लोकतन्त्र हो जस्तो मलाई लाग्छ। यो कुरा अहिले प्रचण्डले जबरजस्त रूपमा उठाइरहेका छन् हैन। जसरी पनि प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, नत्र देश दुर्घटनामा जाने भयो। प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक सांसदहरूले संविधान बनाउने, नियम कानुन बनाउने, देशलाई कता लिने भनेर डोर्याउने र चलाउने काम चाहिँ प्रधानमन्त्रीले विज्ञहरूलाई छानेर मन्त्री बनाउने। यो यसमा सहमत हुनुहुन्छ तपाईँ? म चाहिँ सहमत छु। यो प्रचण्डको विचारधारा भन्दा पनि यो नै उन्नत लोकतन्त्रको परिभाषा हो जस्तो मलाई लाग्छ। अब युवाले यो चाहेका छन् हैन, युवाले यो चाहेका छन्। यो प्रचण्डको विचारधारा भनेर भनेको होइन कि मैले, यो नै उन्नत लोकतन्त्रको अभ्यास हो र विश्वका धेरै देशहरूमा यो भएको हुनाले नेपालमा पनि यो चाँडोभन्दा चाँडो लागू हुनुपर्छ भन्ने हाम्रो माग हो। अब हामी अहिले वर्तमान राजनीतिक परिस्थितिमा जाउँ। संसद अवरुद्ध छ, तपाईलाई थाहा छ। बजेट त धौधौ पास भयो, ठिक छ, प्रतिपक्षले लचिलो भयो। गृहमन्त्री जस्तो एउटा जिम्मेवार व्यक्ति मान्छेलाई बेच्नलाई सेटिङमा भिजिट भिसामा मान्छे पठाउन, तस्करीमा संलग्न भन्ने किसिमको आरोप प्रतिपक्षले लगाएका छन्। यो विषयमा के छ तपाईको धारणा? अब यो भिजिट भिसाको विषयमा मैले सम्पूर्ण रूपमा अध्ययन गरेको छु। विशेष गरी के हो कुरो भनेपछि भिजिट भिसा भन्ने कुरा मान्छेको आय स्रोत देखेर दिने कुरो हो। भिजिट भिसा भन्ने कुरा कुनै एउटा गाउँको किसान छ जसले 6 महिनामा 1 लाख पनि कमाउँदैन, उसको भनौँ न सबै पर्सनालिटी हुलिया पनि भिजिट भिसामा जाने जस्तो छैन, पर्यटक जस्तो ऊ छैन भनेपछि ऊ भिजिट भिसामा जाँदैछ भनेपछि त्यो गैर कानुनी हो। किनकि 6 महिनामा उसको 1 लाख पनि आय स्रोत छैन भने, उसको हुलिया पनि टुरिस्ट जस्तो छैन भने, ऊ एउटा गरिब निमुखा वर्गको मान्छे हो भने ऊ कसरी भिजिट भिसामा, कसरी दुबई जस्तो देश घुम्न जान सक्छ? र यही कुरा आज भएको छ कि नेपालमा दैनिक 50 लाख रे ठुलो सेटिङ भएको छ। यो ठुलो सेटिङले गर्दा चाहिँ के भयो भनेपछि 6 महिनामा 1 लाख आय स्रोत नभएका मान्छेहरू पनि भिजिट भिसामा दुबई जान लागे। दुबईबाट चाहिँ अन्य खाडी मुलुकहरू कुवेत, ओमान, बहरेनहरूमा चाहिँ लुक्ने, त्यहाँ लुकेर चाहिँ भनौँ न जागिर गर्ने अनि अलिकति आय स्रोत कमाएर चाहिँ नेपालमा पठाउने भन्ने उहाँहरूको ध्येय हो। त्यसमा मेरो जनताप्रति मेरो आक्रोश छैन है। जनता त बिचारा विवश छन्, देशमा सोचे जस्तो रोजगारीको अवसर छैन हैन, चेतना छैन। त्यो किसिमले जनताले त अब त्यो कानुनी हो कि गैर कानुनी हो त्यो पनि थाहा छैन कि जनतालाई त। जनताको म कुनै दोष मान्दैन। दोष भनेको ती पढे लेखेका जो अध्यागमनमा बसेका कर्मचारी छन् र तिनका जो हाकिमहरू छन्, तिनका जुन मुखियाहरू छन्। अहिले जसरी गृहमन्त्रीको नाम जोडिएको छ, गृहमन्त्री ठिक छ, गलत हुन् सही हुन् त्यो उहाँको अनुसन्धानले भोलिको दिनमा बताउला। तर यदि गृहमन्त्रीमा नैतिकता छ भने उहाँले राजीनामा दिनुपर्छ, बाटो प्रशस्त गर्नुपर्छ। किनकि गृह मन्त्रालयले नै प्रहरी प्रशासन हेर्छ, अनुसन्धान गर्ने निकाय पनि गृह मन्त्रालय हैन। अनि गृहमन्त्रीमाथि नै आरोप लागिरहेको छ। अनि त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुँदैन र भन्या होइन? जुन्नुमा छ नि अहिले दैनिक 50 लाख रुपियाँ कमाइ भइरहेको थियो अरे के गृहमन्त्रीको। यो बाहिर त खुलासा विभिन्न किसिमका भयो। यो त ठुलो रकम हो नि, दैनिक 50 लाख भनेको त ठुलो हो। यो त धेरै ठुलो रकम हो र यो धेरै ठुलो रकम मैले नीति कसरी जोड्न खोजेको भने कांग्रेस जस्तो पार्टी बेला बेलामा मानव तस्करी मात्रै के विश्व सामु छापै बनिसकेको
आम विश्वमा नेपालबाट मानव तस्करी हुन्छन्। यत्रो गम्भीर विषयमा जोडिँदाखेरि यसमा तपाईहरुको युवाहरुको के हो त? जबरजस्त रूपमा आवाज उठाउनु पर्दैन? हैन, आवाज उठाउनु पर्छ। मैले त पटक पटक यो विषयमा बोलिसकेको पनि छु, लेखिसकेको पनि छु। जुन यो भएको छ, चाहे भुटानी शरणार्थी प्रकरणदेखि लिएर यो भिजिट भिजाको जुन यो मानव तस्करीको एउटा ठुलो जुन यो सेटिङ छ, ठुलो जुन यो सिन्डिकेट छ, यो पूर्ण रूपमा गलत छ। यो पनि कांग्रेससँगै जोडिन्छ फेरि। फेरि कांग्रेसकै नेताहरू अझै गृहमन्त्री नै भएका मान्छेहरू जोडिन्छ। अलिकति अचम्म पनि लाग्दैछ। र मेरो कांग्रेसको नेतृत्वलाई आग्रह के हो भने, सम्माननीय हाम्रो शेरबहादुर देउवाजी हुनुहुन्छ कांग्रेसको सभापति, यस्ता मन्त्रीहरूलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउनुपर्छ र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट बाजिएको मन्त्रालयमा उहाँहरूलाई अहिले बस्न दिनु हुँदैन भन्ने मेरो माग। अहिले प्रतिपक्षले जुन माग उठाएको छ नि, छानबिन हुनुपर्छ र राजीनामा दिनुपर्छ, त्यसमा सहमत हुनुहुन्छ? मेरो एकदम सहमति हो। त्यसमा छानबिन हुनैपर्छ र उहाँले माग प्रशस्त गर्नुपर्छ, उहाँले राजीनामा दिनुपर्छ। यो मैले किन भनेको, फेरि रमेश लेखकले त खुल्लुम्बा भन्नुभयो, यदि मैले राजीनामा दिनु पर्यो भने सरकारै म अर्को बनाइदिन्छु भन्दिनु भयो। त्यस्तो त नभन्नु भयो होला, कहाँ भनिदिनु भयो? त्यस्तो उहाँले भन्न सक्ने अवस्था छैन। उहाँले चाहेर सरकार बन्ने र नबन्ने होइन। उहाँ यो देशको शीर्ष नेता पनि होइन, उहाँ एउटा सेकेन्ड लेयरको नेता हो होइन। अब उहाँले चाहेर र नचाहेर यो सरकार बन्ने र ढल्ने कुरो त हुँदैन। तर अब हुन त नेकपा एमाले र नेपाली कांग्रेस बीच माथि गठबन्धनको सरकार पनि छ। म आफै नेकपा एमाले सम्बद्ध एउटा कार्यकर्ता पनि हो। तर मेरो चाहिँ व्यक्तिगत एउटा उहाँलाई सुझाव के हो भने, ठिक छ, उहाँलाई मैले दोषी भनेकै छैन। उहाँ यदि दोषी हुनुहुन्न भने उहाँले मार्ग प्रशस्त गरेर अनुसन्धानलाई सघाएर भोलिको दिनमा यो त 2 तिहाईको सरकार छ त, नजिक 84 सम्म यही सरकार चलिराख्ने त हो नि। त्यो 2-4 महिना मन्त्री नखाएर के हुन्छ र? आफूलाई एकदमै उहाँले जाँच आयोगमा पठाएर आफूलाई एकदम स्वच्छ बनाएर फेरि मन्त्री आएर खाए भइहाल्यो नि। आफ्नै नेताहरू त छन् नि माथि सरकारमा। त्यो बरु भद्र सहमति गरे भयो, म चाहिँ 4-5 महिनाको लागि म अनुसन्धानमा गएँ, अहिले चाहिँ मेरो सट्टा निमित्त यिनलाई बनाइदिनु, तर म सफाई पाएर आइसकेपछि चाहिँ मलाई दिनुपर्छ भनेर उहाँले यति नै मन्त्री बनेर देशको सेवा गर्ने इच्छा हो भने चाहिँ त्यो गरे भयो नि त। तर अहिलेको लागि चाहिँ कम्तीमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, फेरि अरू मन्त्रालय भएको भए म भन्दैन होला, गृह मन्त्रालय आफै अनुसन्धान गर्ने निकाय भएको हुनाले अनुसन्धान गर्ने निकायकै प्रमुखमाथि जसरी अहिले लान्छना आरोप लागेको छ, त्यो कुराले गर्दा चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ, त्यहाँ चाहिँ स्वार्थ बाजिन्छ। त्यो किसिमले चाहिँ गृहमन्त्रीले मार्ग प्रशस्त गरिदिनु पर्छ र नैतिकता देखाउनु पर्छ भन्ने मेरो माग हो। अब सुन्नु पर्छ नि, अहिले अर्को जबरजस्त रूपमा युवाहरू दैनिक 5000 को दरले नेपाल छोडेर गइरहेका छन्। कोही पढ्नका लागि गइरहेका छन्, कोही आय आर्जन गर्नका लागि गइरहेका छन्, कोही खाडी गइरहेका छन्, कोही युरोप, अस्ट्रेलिया, अमेरिकातिर गइरहेका छन्। तपाईलाई यो जबरजस्त रूपमा युवाहरू विदेश पलायनको कुरालाई तपाईँ कुन रूपमा जोड्नुहुन्छ, कसरी हेर्नुहुन्छ? यसलाई पोजिटिभ रूपमा हेर्न सकिन्छ कि या नेगेटिभ रूपमा जुन रूपमा नेपालमा जागिरै पाइएन, खत्तम भयो, सबै विदेश गयो भन्ने रूपमा हेर्न सकिन्छ? कसरी हेर्न सकिन्छ तपाईँ? यसको सकारात्मक प्रभाव पनि छ, नकारात्मक प्रभाव पनि छ। आज नेपालका दुर्गम गाउँहरू रेमिटान्सले चलेको छन्, यो तितो सत्य हो। यसलाई हामीले स्वीकार नेपालै चलेको छ भनौँ न। अझै रुरल नेपाल त भनौँ न, ग्रामीण नेपाल त पुरै रेमिटान्सबाट चलेको छ होइन। अब नेपालमा जुन किसिमको आर्थिक रूपान्तरण हुनुपर्ने हो त्यो नभएकै अवस्था हो। त्यो मैले अगाडि नै व्याख्या हजुरलाई गर्ने हालेँ। र सकारात्मक प्रभाव यो वैदेशिक पलायनको एउटा मात्रै के हो भनेपछि, हाम्रा युवाहरू आजको दिनमा जुन स्टडी भिजाको लागि जुन विदेश गइरहेका छन्, भोलिको दिनमा उहाँहरूले त्यहाँ सिप सिकेर त्यहाँको संस्कृति पनि बुझेर त्यहाँबाट नयाँ नयाँ कुराहरू आइडियाहरू लिएर नेपाल आएर ती आइडिया, ती सिप र त्यहाँबाट कमाएको पुँजीलाई नेपालमा इन्भेस्ट गर्नुहुन्छ भने नेपालको कायापलट र रूपान्तरण त्यहाँबाट पनि हुन सक्छ भन्ने किसिमले म यसलाई सकारात्मक तरिकाले पनि हेर्छु। किनकि आज नेपालमा मात्रै होइन, इन्डिया, बङ्गलादेश, पाकिस्तान, साउथ अफ्रिका सबै देशका मान्छेहरू एकदेखि अर्को ठाउँ गइरहेछन् हेर्नु होइन। नेपालका मात्रै गएको भन्ने पनि होइन। त्यो हिसाबले चाहिँ अब यसलाई एकदमै नेगेटिभली तरिकाले हेर्नु हुँदैन। ग्लोबलाइजेसनको उमेर हो, मानव अधिकारै हो। मानवलाई जहाँ चाहन्छ उसले कानुनी रूपमा बस्न पाउँछ, जान पाउँछ होइन, फर्किन पनि पाउँछ आफ्नो मातृभूमि, त्यो उसको अधिकारको विषय हो। तर यसमा चाहिँ गलत कुरा के छ या नेगेटिभ इम्प्याक्ट यसको के छ भने, आज जसरी नेपालमा केही पनि छैन, नेपाल सिद्धियो, नेपालमा बसेर भविष्य छैन र द ड्रिम इज टु लिभ दिस कन्ट्री एट एनी कस्ट भन्ने जुन एउटा भाष्य निर्माण भएको छ, यो प्रति चाहिँ मेरो एकदमै गम्भीर आपत्ति छ र यो प्रति मेरो चिन्ता पनि हो। विदेश जानु, केही समयको लागि जानु, शिक्षा आर्जन गर्नु, पुँजी कमाउनु, फर्किनु एउटा कुरा होला, या भोलि त्यही सेटल हुनु पनि एउटा कुरा होला। तर जुन यो भाष्य, जुन यो न्यारेसन नेपालमा केही पनि छैन र नेपाल बर्बाद भयो भन्ने जुन भाष्य बनेको छ, यो भाष्य पनि गलत हो। पहाडका गाउँहरू खाली भयो रे, सबैतिर गाउँहरूमा युवै छैन। अहिले गयो भने मरेको लासलाई लिनलाई पनि मान्छेहरू मलाई पाइरहेका छैनन्। त्यो अवस्था छ, त्यो दर्दनाक अवस्था होइन, त्यो तितो यथार्थ हो, त्यो दर्दनाक अवस्था नै हो। र अर्को कुरा के हो भनेपछि
साहिलजी यसमा चाहिँ अर्को कुरा के छ भनेपछि गाउँहरू खाली हुने कुरा यो एउटा अब एउटा प्राकृतिक कुरा पनि भइसक्यो के सबैलाई विकास चाहिएको छ हेर्नु सबै ठाउँमा एक किसिमको विकास छैन सबै विकास सहरतिर केन्द्रित छ गाउँका मान्छेलाई पनि सहरमा बस्ने मन लागेको छ हेर्नु त्यो किसिमले पहिला जस्तो अब ग्लोबलाइजेसन थिएन पहिला मोबाइल थिएन पहिला नेट थिएन पहिला सुविधा थिएन पहिला आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियान थियो पहिला गाउँ नै संसार थियो तर गाउँ संसार रहेन नि अब त एउटा विश्वमै एउटा सानो एउटा गाउँ भइसक्यो भनेपछि मान्छेले गाउँदेखि सहर आउनु र सहर झर्नु र गाउँ खाली हुनुलाई त्यति नकारात्मक तरिकाले त हेर्नुहुन्न तर गाउँ नै रित्तिएर गाउँलाई चाहिँ बन्जर भूमिमा जुन परिणत आज वैदेशिक रोजगारले गर्दा भएको छ त्यो कुरा चाहिँ एकदम गलत छ गाउँहरू जुन रित्तिएका गाउँहरूलाई हामीले विशेष रूपले प्राकृतिक केन्द्रको रूपमा विकास गरेर त्यहाँ चाहिँ नयाँ सम्भावनाहरू ल्याउन सक्ने हो भने फेरि मान्छेहरू गाउँ फर्किन सक्छन् त्यो सम्भावना छ त्यो सम्भावना छ अब आम युवालाई अन्तिममा बताइदिनुहोस् अब 84 मा कसरी अगाडि बढ्ने युवाहरूसँग तपाईँको के छ हैन कोसेली मेरो यति मात्रै भनाइ छ दलहरूको सबै दलहरूको विचारधारा राम्रै विचारधारा हो कुनै पनि दलले राष्ट्रघाती विचारधारा बोकेको छैन कांग्रेसको आफ्नै विचारधारा छ नेकपाको एमालेको आफ्नै विचारधारा छ नेकपा माओवादीको आफ्नै विचारधारा छ हैन अरू शक्तिहरूको पनि आफ्नै विचारधारा छन् विचारधारा गलत होइनन् न हाम्रो यो सिस्टम गलत हो गलत के भयो भनेपछि केही गलत प्रवृत्तिहरू नेपालको राजनीतिमा विशेष गरी 47 सालको सरकारपछि 47 सालको परिवर्तनपछि मौलाए पजेरो काण्डदेखि लिएर हैन त्रिशंकु संसदमा के भयो अब त्यो 51-52 देखि सबै कुरा तपाईहरुलाई अवगत नै छ ती कुराहरुले गर्दा चाहिँ नेपालको राजनीतिक सत्ता समीकरणमा र नेपालको राजनीतिक कल्चरमा चाहिँ अलिकति गलत प्रवृत्ति हावी भएको हुनाले अहिले हामीलाई सबै दलहरू पनि फोहोर लाग्ने सबै दलमा लागेका मान्छेहरू पनि फोहोरी लाग्ने हैन केही पात्रहरूले गर्दा केही प्रवृत्तिले गर्दा चाहिँ सबै मान्छेहरू उस्तै हुन् सबै फोहोरी हुन् भन्ने जुन एउटा लागेको छ यो भाष्य लागेको छ यो पनि सही होइन दल भनेको एउटा आस्था हो एउटा सिडी मात्रै हो काम गर्ने मान्छेमा भर पर्छ पात्रमा भर पर्छ त्यसैले हामीले कोही फलानो पार्टीमा लागेको छ यो खतमै हो भनेर त्यसरी जजमेन्ट गर्नुहुन्न हैन आजको युवा सचेत छ दलमै लागेका युवाहरू पनि आफ्नो पार्टीको जय जयकार अहिले कोही पनि गरिरहेको छैन कोही पनि आफ्नो युवाहरू कोही पनि आजको युवाहरू चाहिँ आफ्नो पार्टीले सबै कुरा सही नै गर्यो भनेर चाहिँ भन्दै हिँडिरहेका छैनन् अब केही चाकडीवाद मौलाएका मान्छेहरूले त्यो गरेको होलान् त्यसैले चाहे त्यो युवा स्वतन्त्र होस् चाहे दलमा आबद्ध होस् सबैलाई हामीले सम्मान गर्नुपर्छ किनकि उ आफ्नो व्यक्तिगत जीवन त्यागेर समाजको लागि राष्ट्रको लागि देशको लागि हिँडेको छ दुःख पाएको छ झेलेको छ र अरु म युवाहरूलाई के भन्न चाहन्छु भनेपछि विशेष गरी विदेशमा भएका युवाहरूलाई पनि तपाईहरु चाँडोभन्दा चाँडो नेपाल फर्किनुस् र यदि नेपाल फर्किन सक्नुहुन्न भने पनि कम्तीमा पनि अलिकति रमाइलोको खर्चलाई काटेर भए पनि 84 को चुनावमा नेपाल आएर भोट हाल्ने माहौल मिलाउनुस् 1 महिनाको लागि छुट्टी लिएर हुन्छ कि अप डाउन टिकट 1 हप्ताको लागि काटेर हुन्छ कि कसरी हुन्छ 84 को चुनावमा भोट हाल्न चाहिँ आउनुस् बरु अहिलेको रमाइला खर्चहरू केही काट्दिनुस् किनकि तपाईको भोटले यो देशको भविष्यलाई निर्धारण गर्छ र तपाईको भोट धेरै आवश्यक छ हामी जस्तो युवालाई आवश्यक छ जसले आफ्नो सामाजिक जीवनलाई मात्रै अंगालेर आफ्नो व्यक्तिगत जीवन त्यागेका छौं तपाईहरु नै हाम्रो आश हो त्यसैले हामी सबै युवाहरू एक भएर जो जुन दलमा छ त्यही दलमा भए पनि उसलाई सहयोग गर्ने व्यक्तिगत हिसाबले आफू कुनै दलमा लाग्नुपर्छ भन्ने छैन जो जुनसुकै दलमा भए पनि सहयोग गर्ने र नयाँ शक्तिहरू पनि वैकल्पिक शक्तिहरू पनि यदि राजनीतिक एजेन्डा राम्रो बोकेर आउँछन् भने उहाँहरूलाई पनि तपाईहरुले हामीहरुले सहयोग गर्नुपर्छ समर्थन गर्नुपर्छ सबै मिलेर हाम्रो देशलाई एउटा उन्नत देश एउटा प्रगतिशील देश एउटा राम्रो देश बनाउनुपर्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ डेमोक्रेसीमा भोलिको दिनमा हामीले राम्रो कर्म गर्ने हो भनेपछि हामीलाई कसैले पनि विस्थापित गर्न सक्दैन भोलि हामीले राम्रो कर्म गर्न सक्ने हैन भनेपछि अरूले हामीले आएर विस्थापित गर्दिन्छ यो तितो यथार्थ हो यो डार्विनको थ्योरी नै छ सर्भाइभल अफ द फिटेस्ट यो त्यसै अनुरूप हो त्यसैले म यति मात्रै आग्रह गर्दै हामी सबै आफ्नो ठाउँमा परिपक्व बनौं सबै विज्ञ बनौं युवा भनेको के भनेर हजुरले अघि भन्नु भने साच्चै हामी युवा बनौं के उमेरको युवा मात्रै नबनौं विचारधाराको पनि युवा बनौं ऊर्जाको युवा बनौं शक्तिको युवा बनौं सबै किसिमले युवा बनौं र यो देशलाई हामीले हाम्रै पालामा बनाउनु पर्छ र अबको 50 वर्ष 60 वर्षपछि जब हामी यो देशलाई अलविदा भनेर हिँडिरहेका हुन्छौं त्यति बेला यो देशलाई एउटा रूपान्तरणकारी एउटा सुन्दर देश बनाएर हामी नयाँ पुस्तालाई दिन पाऊँ यो सपना सबैले बोकौं यो नेपाललाई अगाडि बढाउनु पर्छ र नेपाललाई विकासको एउटा मुहानमा लग्नुपर्छ भन्ने सपना सबैले बोकौं त्यति नै म आग्रह गर्न चाहन्छु थ्यांक यू सो मच धन्यवाद नमस्कार।